कहिलेदेखि सुरु यो भोलिदेखि सुरुवात यो कतिवटा क्लब हजुर हाम्रो चाहिँ ज्यामिरे युवा क्लब अहिले एकमा हामी ज्यामिरे फास्ट र राखे 200 जना सदस्य छौं यो चाहिँ हाम्रो खैरेनी वडा नम्बर 1 मा अरु के देखाउनु त मैदान भोलिदेखि हामीले प्रथम ज्यामिरे कप खुल्ला फुटबल प्रतियोगिताको मकवानपुर लगायत बाहिरी जिल्लाहरूबाट पनि मकवानपुर बागमती टिम क्लब अनि हेटौँडा एकाडेमी एन्फाको अन्डर 16 प्लेयरहरू अनि खुनाचुरी याप्ती आउने हुन्छ अनि यता तालिम केन्द्र भरतपुरले पनि आउँदै हुन्छ सहभागी लगायत चितवनको टिमले मन्त्रणा भएर के गर्नु म यहाँ टिकट वितरणको कार्यमा छु टिकट वितरण कार्यमा छु त्यस कारणले ठिक छ राम्रोसँग गर्नु बिमार अस्ति नै पनि चाहिँ मैले अब एउटा कार्यक्रममा प्लेनमा बसेर प्लेनमा लिनु पर्यो चितवनमा फुटबलमा जुरा छैन हेलो क्लबलाई भन्दा पनि यो पार्कको लागि परेको खेल मैदानलाई भन्दा पनि अब केही कन्ट्रिब्युटहरू छ परिसकेको बजेटमा के थप्न मिल्छ त्यो कारणले गर्दा त्यो कुराहरू अझ त्यही त अझ हामीलाई चाहिँ अध्यक्ष ल्याउनु भयो भर्खर जानु परेको छ भने गएर सम्झौता गरेर काम गर्दै गर्ने के बनाउँदाखेरि बनाउँदै जाने नपुगेपछि पुगेन बजेट भनेर भन्दै गर्दाखेरि अहिले तत्काललाई चाहिँ मैले एउटा कुरा राख्छु यो अहिले तत्काललाई चाहिँ यो हाम्रो पार्क देखिया छ नि यो पछाडि यो पार्क हजुर यो पार्कलाई चाहिँ व्यवस्थित गर्ने र यो तारबार गर्ने भनेर चाहिँ 9 लाख रुपैयाँ अनि शौचालय निर्माणको लागि भनेर 9 लाख रुपैयाँ परेको छ तर अझ हाम्रो यो त्यो पनि एउटा समस्या थियो त्यो चाहिँ अब बिस्तारै समाधान हुने भयो त्यो भन्दा नि अर्को समस्या हाम्रो खेल मैदान नै स्तर उन्नति गर्न सकेका छैनौँ यो हामीले 4 वर्ष लगाएर बल्ल बल्ल यतिको बनाएको छौँ यता हेर्नु सबै खाल्टै खाल्टो छ है अनि यो ड्यामको यतापट्टि तपाईको धेरै खाल्टोहरू छ यो ग्राउन्ड पनि अहिले बल्ल बल्ल हामी आफै 1 महिनाको सहभागिता भएर चाहिँ आफै जसरी घरेर ल्याएर बनाएको यहाँ स्थानीय मान्छे मात्रै जस्तै मान्छेहरू लगाएर बाहिरबाट चाहिँ अरू कुनै बजेट गरेर बनाएको चाहिँ छैन त्यो पैसा पनि क्लबलाई भनेर आएको चाहिँ होइन है हामीले जानकारी गराउनु पर्दा चाहिँ बुझे तपाईहरुको सानो कुराले बुझिसक्यौ हामीले पार्कलाई आएको पैसा रहेछ क्लबलाई यसको स्तर उन्नतलाई पुग्दैन त्यसको स्तर उन्नतलाई हो र त्यसलाई गर्दै गर्दाखेरि त्यसैमा बिल बन्छ भने चाहिँ गर्न मिल्यो अफ द रेकर्ड कुरा हो यो चाहिँ अलिकति है किनभने तपाईहरुलाई सहजीकरणको लागि मात्रै म बोल्दै थिएँ अब रेकर्ड